छेत्री कस्तो राम्रो लाग्यो क्या राम्रो लागिहाल्छ नि मलाई नेता बन्नु छैन भने मान्छेले गृहमन्त्री पड्काएपछि हाम्रो चाहिँ नेपाल ट्यापे महासङ्घ भन्ने एउटा संस्था छ के त्यो संस्थाको प्रधानमन्त्री बालेन गृहमन्त्री सुदन त्यही भन्दैछन् त सबैले बालेन सर ऱ्यापर भएकै कारणले ट्यापै हुन सक्छ र ट्याप खाएर ऱ्याप हान्दै हिँड्छ ट्यापे रापे महासाला यस्तै रियापे ट्यापे बालेन शाहको सङ्गत गर्यो भनेर अब हुँदा हुँदा सुदन गुणलाई पनि ट्यापे भन्न थालिसके कसरी हो सुदन गुरु देशको कुराले गर्दा इमोसनल भइहाल्छ इमोसनल भएपछि आँखाबाट आँसु र नाकबाट सिगन भगिहाल्छ सिगन भएपछि सास फेर्न गाह्रो हुन्छ गर्दैमा ट्यापे हुन्छ पनि कसैको बानी हुन्छ त्यही पनि सुदन गुरुले आफूले भनेछ मेरो यो बानी हो मेरो बानी नै यस्तो छ क्या नाक बजाउनेको पनि अर्थ हुन्छ के अर्थ हुन्छ टान्नेले मात्रै नाक बजाउँछ कुरो बोल्नु के कुरा गरेको तपाईँले नाक मात्रै बजाउने न उहाँले त बिट पनि बजाउँछ बिट पनि किनकि उहाँ डिजे हो नि त सुदनको बिटमा अब बालेनले ऱ्याप हान्नुहुन्छ हेर्नुहोस् है त देशको रक्षा गर्ने जति सबै चुतिया छन् नेता जति सबै चोर देश लुटी खाछन् हवलदार हुन योग्य नपुगेको एउटा भाइ के हल्दारको कुरा गरेका शेरमा लगानी हेर्न शेरमा लगानी अचम्म लाग्दैन हजुरलाई पढ्न लेख्न नसकेका यी चाहिँ कलेज बङ्करहरू हुन् सुदन गुरुङको राजनीतिक परिपक्वतामा तपाईँहरूलाई प्रश्न आउला त्यस्तो राजनीति गर्ने मान्छे होइन नि त हामीलाई थाहा छैन नि त रवि दाइ सुदन गुरुङ कस्तो खालको मान्छे भनिदिन्थ्यो भडौकेहरूलाई सुदन गुरुङ यो देशलाई माया गर्ने छोरो हो मलाई त्यसमा अलिकति पनि शङ्का छैन नरहे नेपाल नरहे नेपाली नेपाल रहे नरहे खोइ के भन्छ ह्या छोडिदिनु दाइ तपाईँले भन्न आएन बरु देशको बारेमा एउटा गीत गाएर सुनाइदिनु नेपाली हामी रहुला कहाँ नेपालै नरहे छोड चाहिँ कस्तो भैँसीका आए जस्तो सुदन दाइ सब फटाहरू हुने के भन्छ यो बुढा फेरि सुदन गुरुङ भनेको त जेन्जीको लिडर हो नि 38 वर्षको सुदन गुरुङ चाहिँ जेन्जी हो त अनि सबैले मानिरहेको त जेन्जी हो भनेर त्यस्तो हुतिया र कायर पनि जेन्जी हो कायर सुदन गुरुङले बोलेको सुन्नु भएको छैन हरेक भ्रष्टाचारीको घरबाट एक रुपियाँ निकाल्छु तिनीहरू तान्छु ल्याउँछु देखाउँछु संसारले थाहा पाउँछ नेपाल कसरी परिवर्तन सुन्नु भयो नि उहाँले बोलेको आन्दोलन हाइज्याक गरेर अहिले ठुलो कुरा गर्दैछ त्यो त हाम्रो त पुच्छरमा लाग्यो झिङ्गा हल्लाउने हो त्यसको हैसियत पनि छ सिद्धियो त्यो सिद्धियो ताली बजाउनु सबैजना तिम्रो बाउको हिम्मत छ भने देखाऊ देशभरि आगो बल्ने छ चुप लाग्नु न साथी हो